हेलो गाइज वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी घुम्न जान लागेको छौँ। हजुरलाई घुम्न जान लागेको भिडियो देखाउँछु। अनि आज चाहिँ म लखनऊमा छु, आएको 4-5 दिन भइसक्यो। अनि आएको भिडियो चाहिँ बनाएन मैले, अब घुम्न गएको चाहिँ बनाउँछु, हेरिदिनु है त। हामी चाहिँ घुम्न 4जना जाँदैछौँ। 4जनामा म, दिपेन्द्र, फुपू अनि दिपेन्द्रको साथी जाँदा छौँ। अब कहाँ जान्छौँ त्यसरी ब्लग हेरिदिनु होला है। हामी चाहिँ घुम्न कहाँ जान लाग्छौँ भनेर हाम्रो फुपूले भन्नुहुन्छ। फुपू हामी चाहिँ कहाँ जान लाग्छौँ घुम्न? हनुमान धाम मन्दिर। हनुमान धाम मन्दिर जान लाग्छौँ गाइज। हामी चाहिँ जान लागेको। गाइज हामी चाहिँ हनुमान धाम मन्दिर जाने भनेको मान्छे अहिले चाहिँ अयोध्या जान लागेको छौँ। अयोध्या लखनऊबाट अयोध्या। अब हामी अयोध्यासम्मको ब्लग हजुरलाई देखाउँछौँ, हेर्दै गर्नुहोला। गाइज अहिले चाहिँ हामीले बाइकमा पेट्रोल हाल्दैछौँ। गाइज टु मच ट्राफिक। गाइज अयोध्या 130 किलोमिटर। गाइज अहिले चाहिँ 5:05 भएको छ। गाइज द ल्यान्ड अफ राम अयोध्या। यो चाहिँ धनुषको चित्र। हामीसँग चाहिँ टाइम छैन गाइज, त्यही भएर हामी चाहिँ पहिला यसमा जाने मेनमा जानु लाग्छौँ। गाइज हामी चाहिँ अयोध्या आइसक्यौँ। अयोध्याको बजार चाहिँ हाम्रो चाहिँ अनएक्सपेक्टेड भयो। बिहानसम्म हामीलाई थाहै थिएन हामी अयोध्या आउँछौँ भन्ने। अहिले अचानक अयोध्यामा छौँ। साँझको 6 बज्न लागिसक्यो। भर्खर आइपुग्यौँ भने झन् घर कतिखेर पुग्ने हो थाहा छैन। भित्र चाहिँ मोबाइल एलाउड रहन्छ। अब म तपाईँहरूलाई बाहिरको भ्यू गरी देखाउँछु। फुपू कस्तो लागिरहेको छ भन्नुहोस् त? एकदम ठिक लाग्यो, गजब छ। एकदम खतरा, अनएक्सपेक्टेड। म तपाईँहरूलाई बाहिरको ब्लग देखाउँछु। बाहिर राम मन्दिर होला। अब चाहिँ हामी राम मन्दिरभित्र छिर्दैछौँ, घुम्छौँ। बाँदरहरू छन्। खै कहाँ? त्यही त हो मन्दिर फेमस भयो त पुरा अयोध्याको राम मन्दिर भन्छ त्यही त हो। अगरबत्तीको यस्तो दामी स्मेल आइरहेको छ गाइस। हाम्रो राम मन्दिर मेन मन्दिर चाहिँ अगाडि छ, हेर्नु सक्नुहुन्छ। यतातिर चाहिँ लुम्बिनी जस्तै रहेछ। लुम्बिनी जस्तै धेरै मन्दिरहरू रहेछन् अनि घुम्ने ठाउँ पनि धेरै रहेछ। र हामी चाहिँ अब मेन मन्दिरमा जाँदैछौँ। मेन मन्दिर हामीसँग टाइम छैन, चिसो पनि भइरहेको छ। एक्सपेक्टै थिएन हामी यति टाढा आउँछौँ भन्ने। जाडो लागिरहेको छ अहिले आएर। अब हामी चाहिँ मेन मन्दिर गइसकेर फर्किन्छौँ। हामी चाहिँ धेरै घुम्दैनौँ, हामीलाई घर पनि जानु छ। घर
मान्छेलाई थाहा छैन हामी राम मन्दिर आएको छौँ अयोध्या आएको छौँ भन्ने र हामी चाहिँ हनुमान मन्दिर लखनऊ जानलाई निस्केको थियौँ घरबाट बाटोमा चाहिँ एक्कासी प्लान भयो अयोध्या आइसक्यो 150 किलोमिटर टाढा अनएक्सपेक्टेड राइड गाइज वाउ कस्तो राम्रो भ्यू हामी चाहिँ अक्षरधाम जाँदाखेरि पनि यस्तै भ्यू थियो गाइज म चाहिँ यिनीहरूको फोटो खिचिदिन्छु गाइज अब चाहिँ हामी भित्र जाँदैछौँ गाइज यता चाहिँ जुत्ता चप्पल जम्मा गर्नुपर्ने रहेछ अब हामी चाहिँ जुत्ता चप्पल जम्मा गर्छौँ उनी दुईवटा चाहिँ हेलमेट जम्मा गरेर गएको छन् हामी चाहिँ यहाँ जुत्ता चप्पल जम्मा गरेर भित्र जान्छौँ मोबाइल पनि जम्मा गर्नुपर्ने रहेछ मोबाइल चाहिँ उता गर्नुपर्ने रहेछ गाइज यसमा चाहिँ मोबाइलहरू राखेको थियौँ हामीले चाहिँ मन्दिर घुमिसक्यौँ गाइज अब चाहिँ हामी घर फर्किँदैछौँ मन्दिर चाहिँ यति दामी थियो कस्तो लाग्यो फुपू अहिले साँझको बेला चाहिँ यस्तो दामी देखेको छ हेर्नुहोस् बाहिरको सिनै यति राम्रो छ झन् भित्रको झन् यति दामी थियो नि गाइज हामीलाई यहाँ प्रसाद पनि दिएका छन् पकाउनु यो प्रसाद सँगसँगै अर्को मिठाईवाला प्रसाद पनि दिएको छन् यो वाला हेर्न सक्नुहुन्छ राम मन्दिर पनि भ्याइयो कृष्ण जन्मेको ठाउँ पनि भ्याइयो प्रेम मन्दिर पनि गइयो जरुर देख लिया मैंने अब चाहिँ हामी फर्किँदा गाइज हामी ब्लग हेरेकोमा धेरै धेरै धन्यवाद बाई बाई यस्तै ब्लग हेर्नु मेरो च्यानल लाइक सेयर सब्सक्राइब